हामीलाई रुचाएको रहेछ के अरे अब त्यहीदेखि भएको चलिआएको छ अहिलेसम्म गुठी फेरि अरू सबैलाई थाहा पनि हुँदैन नि त पुजारीको काम होइन हामी बसे मात्रै हामीले केही भन्नु पर्दैन हामीले बसे मात्रै हुन्छ अरू आएर भटाएर के हुन्छ यहाँ ढुङ्गा डाँडाको बाहुन आएको थियो कि एकचोटि मलाई पुवर पर साइलो बाहुन चिन्नुहुन्छ नि साइलो बाहुनले के उसलाई चाहिँ भीमसिंहको दोष देखाउँछ अरे झाँक्री लगायो अनि दुईचोटि चाहिँ अब बाहुनको छ र म त सफा सुग्घर गरेर नुहाइ धुवाइ गरेर आएर पूजा गरेर आयो दुईचोटि पूजा गर्न आएर भएन अरे उसलाई अनि त्यो पुजारीले अब कतिखेर अब 8-9 बजी आइपुग्यो होला ढेँडा बासी खायो कि के खायो त्यसरी होइन जेसो त्यो खाइसक्यो होला नि त अनि ल भएन भने पुजारी बोला ल्याएर पूजा गर्न लगाएको थिएँ हाँसको फुल पूजा गर्न लगाएको थिएँ हराएर कि त्यो जुठो गरे पूजाले भन्दा मान्ने मैले भने नमान्ने भन्थ्यो कि अब एउटा उदाहरण जस्तो पुजारी कतिको सत रहेछ भन्ने कुरा ऊहरू चाहिँ आउँदैनन् अब हजुर पहिरेकाहरू चाहिँ आउँदैन पहिरेकोहरू छैन अहिले पहिरेको पूजाले गर्ने चौतारा जङ्गला चिन्नुहुन्छ नि चौताराको मन्दिरको पुजारी उसको ऊ आउँछ अनि उसैले गर्छ तिनीहरू चाहिँ 12 भाइ के अरे उयो खोइ भाइ त थुप्रै छ उनीहरूको हेलो आयो म एकछिन